कोटेसन को लेटर प्याड स्टाम्प सिग्नेचर कसरी हामीले सेट गर्ने त्यो बारेमा हामी सिक्छौँ। त्यसको लागि चाहिँ हामी डाइरेक्ट सिआरएम मोडुलमा गएर कोटेसनमा त्यसमा भ्यूमा इमेल जुन छ यो बटन यसको छेउमा हाम्रो पिडिएफमा कस्तो दिख्छ वा प्रिन्ट गर्दा कस्तो दिख्छ त्यो चाहिँ प्रिभ्यू भनेको हामीले यहाँ हेर्न पाउँछौँ। लेफ्ट साइड चाहिँ म्यानेज प्रिन्टिङ भन्ने यो जुन अप्सन छ यो क्लिक गर्दाखेरि यहाँ हामी यो सेटिङमा आउँछौँ। यो सेटिङमा चाहिँ हामीले यहाँ आफ्नो लेटर हेड चाहिँ अपलोड गर्न मिल्छ। त्यसको लागि चाहिँ मैले यो लेटर हेड चाहिँ एउटा अपलोड गरेँ। सिग्नेचर पनि हाल्नु छ भने सिग्नेचर हाल्दा हुन्छ। अनि त्यसपछि कम्पनीको स्टाम्प छ भने हामीले यहाँ कम्पनीको स्टाम्प हालेर पनि अपडेट गर्छौँ। अटोमेटिकली चाहिँ यहाँ सेट भइहाल्छ र यहाँ अप्सन पनि छ हेडर मात्र युज गर्ने या बोथ युज गर्ने भन्ने यहाँबाट पनि चेन्ज गर्न हामी सक्छौँ। त्यो बाहेक पनि हामी यहाँ ब्याक जाँदा हेर्छौँ यहाँ हाम्रो अप्सन छ टाइप हेडर ओन्ली र लेटर प्याड ओन्ली भनेर। अघि हामीले लेटर प्याड जुन हालेको थियौँ त्यो लेटर प्याड यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। हामीले यहाँ टप र बटमको चाहिँ एडजस्टमेन्ट दिएको छौँ। जुन यो प्रब्लम देखिरहेको छ यो टप र तलको एडजस्टमेन्ट गर्दा चाहिँ यहाँबाट सकिन्छ। टपमा हामीले यो इन्क्रिज गर्दाखेरि जसरी मानौँ कि हामीले अहिले 40 थियो भने 60 हाल्छौँ भने सेभ गर्दाखेरि यो तल सिफ्ट भएछ। हाम्रो अगर स्टाम्प त्यहाँ हामीले हालेको थियौँ भने यहाँ स्टाम्प सो गर्छ। पिडिएफमा डाउनलोड गर्न खोज्यो भने हामीले यहाँ डाउनलोड पिडिएफ गर्दाखेरि यो पिडिएफमा हाम्रो कोटेसन डाउनलोड भयो। सिस्टम प्रिन्टरबाट कनेक्टेड छ भने हामी प्रिन्ट गर्दाखेरि प्रिन्ट प्रिभ्यूमा हेर्न सक्छौँ र हाम्रो कनेक्टेड प्रिन्टरबाट यसलाई चाहिँ A4 साइजमा हामीले प्रिन्ट गरेर निकाल्न सक्छौँ। हामीले चाहिँ त्यो लेटर प्याड सिआरएमबाट पनि चेन्ज गर्न सक्छौँ र डाइरेक्ट सेटिङमा आएर प्रिन्टिङ ब्रान्डिङ भन्ने लिङ्क छ यसलाई क्लिक गर्दाखेरि पनि हेर्न सक्छौँ। हामी यहाँ चाहिँ यो कुराहरू डाइरेक्टली यहाँ एकैचोटि एप्लाई गरेर ब्याक टु ड्यासबोर्ड जाँदाखेरि सिआरएममा जान्छौँ भने हाम्रो यो कोटेसन पेजको भ्यूमा जाँदाखेरि भ्यू पेजको यो जुन छ त्यो लेटर प्याड अलरेडी एप्लाई छ भने यसरी चेन्ज गर्दाखेरि हाम्रो